बालन शाहलाई पनि हम्मेनी पर्छ जित्न, अब त्यति सजिलो छैन ठाउँ। बालन शाह चाहिँ केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न आउने भएर अलि बढी चर्चा छ। उनीहरूलाई चिन्दैनौँ जान्दैनौँ, हामी काङ्ग्रेस हौँ, लोकतन्त्रवादी हौँ। केपी ओलीले धेरैचोटि प्रधानमन्त्री यही ठाउँबाट जितेर गएका हुन् र हामीले जिताएको नि हो। अब बुढा भए थन्केर बस्नलाई सल्लाह दिन्छु। जनताले युवा चाहेका छन्, त्यस कारणले बालनको राम्रो छवि होला जस्तो छ। बालनको चाहिँ 1-2 नम्बरमा त पालो आउँदैन, त्यसो भएकोले बालनको विषयमा मलाई धेरै चर्चा परिचर्चा गरिरहनुपर्छ जस्तो मलाई लाग्दैन। हाम्रा लागि चाहिँ बालन शाह चाहिँ एकदमै महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ र उहाँलाई हामी झापा क्षेत्र नम्बर 5बाट भारी बहुमतले जिताएर यो देशको प्रधानमन्त्री बनाउने। अहिले यो झापा क्षेत्र नम्बर 5 को अवस्था के छ? तपाईँको चुनावी माहौल कस्तो छ? अब अहिलेसम्म हाम्रा सङ्गठन कार्यकर्ताहरू चाहिँ मौन छन्, मिडियावाद भएको छ होइन, र हामी साङ्गठनिक हिसाबले हाम्रा कार्यकर्ताहरूलाई चुनावसम्ममा सही ठाउँमा सही तरिकाले भोट लगाएर हामी विजयमा उद्देश्य मनाउँछौँ योपल्ट निश्चित छ। अहिले यहाँ चाहिँ तपाईँको बालन शाह चाहिँ केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न आउने भएर अलि बढी चर्चा छ। उनीहरूलाई चिन्दैनौँ जान्दैनौँ, हामी काङ्ग्रेस हौँ, लोकतन्त्रवादी हौँ। हाम्रो लोकतन्त्रको पक्षमा, विकासको पक्षमा नेपाली काङ्ग्रेसको सिद्धान्त अनुसार नेपाली काङ्ग्रेस जनताको दृष्टिकोणबाट विभिन्न वर्ग, व्यवसाय, जाति, धर्मलाई A few moments later. नरेन्द्र प्रसाद बङ्गाल, कमल साथ पर्यो। अहिले यहाँको चुनावी माहौल चाहिँ कस्तो छ? अब केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न बालन शाह आउने भन्दै हुनुहुन्छ, यहाँ अहिलेको अवस्था के छ? अवस्थामा चाहिँ भनिहाल्ने बालन शाह आयो भने चाहिँ केही न केही प्रतिस्पर्धा हुन्छ। मलाई अझै पनि खड्क ओलीलाई जित्न गाह्रो छ। खड्क ओली नै आयो भने अरू चाहिँ म जान्दिनँ। त्यस्तो अवस्था किन? अब उसको त्यो माहौल छ त्यति राम्रो, सङ्गठन पनि उनको बलियो छ, सङ्गठन बलियो भएको पार्टी हो यो एमाले। कस्तो गर्नुभएको छ यो? म त अब यहाँ त गरेकै छ, यो भनौँ दम्बक भनौँ, यो कमलका साथ भनौँ, गौरा त राम्रै छ, यसको काम गराइ राम्रै छ। गौरीगञ्ज राम्रो। बालन शाह आउँदा प्रतिस्पर्धा हुने, अरू आउँदा चाहिँ प्रतिस्पर्धा नहुने भन्ने हो किन? अब त्यो अब उसको अहिले होम छ नि त, काठमाडौँको होमले गर्दाखेरि यो बालन शाह चाहिँ आयो भने केही हुन्छ जस्तो मलाई लाग्छ। किन प्रतिस्पर्धा हुन्छ, अलिकति उनीहरूको अलिकति छ पनि सङ्ख्या। बालनलाई चाहिँ रासोपाले आगामी प्रधानमन्त्रीको उम्मेदवार भनेर अघि सारेको छ होइन, त्यसो हुँदाखेरि के पुरा पर्छ कि पर्दैन? बालन शाहलाई पनि हम्मेनी पर्छ जित्न, अब त्यति सजिलो छैन ठाउँ। मस्त जोक मारा रे, या हँस रे हल्कट हँस। गढे हो यो यो त्यति साह्रो अहिले जति गर्दा पनि यसो हेर्दा पनि एमालेका सङ्गठित सदस्यहरू अब यिनीहरूका साँच्चै तलमल गरेका पनि छैन अहिलेसम्म। एमालेको अरू काङ्ग्रेसको चाहिँ हेर्दाखेरि सङ्गठित सदस्यहरू पनि छुलबुलाएका छन्, एमालेका सङ्गठित सदस्य नै हिँडेका छैन। खेमबहादुर कार्की, दमक 4। अहिले बालन शाहले झापा क्षेत्र नम्बर 5 रोज्नु भएको छ, यसलाई कसरी लिनु भएको छ तपाईँ रासोपा कार्यकर्ताहरूले? हामी रासोपाले त यहाँ स्वागतै गरेका छौँ एकदम उच्च, किनभने केपी ओलीले धेरैचोटि प्रधानमन्त्री यही ठाउँबाट जितेर गएका हुन् र हामीले जिताएको नि हो। अब बुढा भए थन्केर बस्नलाई सल्लाह दिन्छु। बदलामा चाहिँ हामी बालनजी जस्तो एउटा होइन ऊर्जावान व्यक्तिलाई चाहिँ हामीले झापा 5ले स्वागत गरेर हामी जिताउन चाहन्छौँ। र बाँकी माहौल पनि राम्रो छ यहाँको। यो त एमालेको गढ हो। हिजो 79-80 को चुनावमा चाहिँ तपाईँको केपी शर्मा ओलीले झन्डै डबल मतान्तरले जित्नु भएको थियो। धेरै पार्टीसँग चाहिँ समीकरण थियो होइन, तर त्यतिखेर पनि हाम्रो चाहिँ हाम्रो सुरेश पोखरेलजी उठ्नुभएको थियो यहाँबाट, र पनि हाम्रो समानुपातिक 18,000 होइन, अनि हाम्रो माधव मिश्र राप्रपा सक्रिय सदस्य। झापा क्षेत्र नम्बर 5 को चुनावी अवस्था कस्तो छ? यहाँ तपाईँ केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न बालन शाह आउने भन्दै हुनुहुन्छ। अब आयो भने कम्पिटिसनमा जान्छ। अब यसले जित्छ भने एकिन अहिले यहाँको माहौल बुझ्न सकिएको छैन, किनभने कोही चलपलमा आएको छैन। अब हल्लाको भरमा चाहिँ कम्पिटिसनमा ऊ युवा हो, ऊ अब ऊ ओल्ड म्यान हो। अब अहिले जनताले युवा चाहेका छन्, त्यस कारणले बालनको राम्रो छवि होला जस्तो छ। मजा आया,
भनेको अघिल्लो पटक केपी शर्मा ओलीले चुनाव जित्दै गर्दा राप्रपा सहयोगी थियो, यसपालिको सिनेरियो के हुन्छ? अब यसपालि पार्टीले के हुइप जारी गर्छ, अब पार्टीले फेरि मिल्नै भन्यो भने हामी मिल्नै पर्ला, भनेन भने अब युवाको हैसियतले युवातिर सपोर्ट गर्नु पर्ला, किन हामी त हार्छौँ, कन्फर्मै छ, राप्रपाले हार्छौँ हामी यहाँ। जित्नेलाई हामी सपोर्ट गर्छौँ। कसलाई सपोर्ट गर्ने, ओलीबालाई गर्ने कि बालनलाई? अब ओलीबालाई गरेको अब म 16 वर्षको उमेरदेखि गरेको, अहिले 53 वर्षको पुगिसक्यो, कति गर्नु, अब यङ जेनेरेसनलाई नि हेर्नुपर्छ। यङ जेनेरेसन भनेको बालन। हे भगवान तेरी लीला अपरंपार है। हिजोको दिनमा हामीले सुरुमा त राप्रपा नै गऱ्यौँ, पछि साँठगाँठ हुँदा चाहिँ ओलीलाई गरे हो। ओलीकै हाम्रै राप्रपाकै मत पाएर उसले जित्या हो, हाम्रो मत पाएन भने उसलाई गाह्रो छ। ओलीको लागि निर्णायक मत भनेको राप्रपा हो। म केदार चापागाई, घर कमल गाउँपालिका। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह चाहिँ अहिले झापा क्षेत्र नम्बर 5 मा आउने भन्नुभएको छ। हजुर। रासोपालाई उहाँले भावी प्रधानमन्त्रीको रूपमा प्रोजेक्ट पनि गरेका छ। हजुर। उहाँको यो झापा 5 मा को आगमनलाई तपाईँहरूले कसरी हेर्नु भएको छ? पक्कै पनि एउटा पार्टीको वरिष्ठ नेतालाई पार्टीले चाहिँ प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि बढाएर झापा क्षेत्र नम्बर 5 जहाँ हामी यहाँ सङ्गठनको काम गरिरहेछौँ, यहाँ आउँदाखेरि यो हाम्रो मात्रै होइन, यो झापा पुरै झापाको र झापा क्षेत्र नम्बर 5 का लागि एकदमै खुसीको खबर हो र यो हामीले एकदमै सहर्ष स्वीकारेर उहाँलाई स्वागत गर्न आतुर छौँ हामी। अनि यो त पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्र हो, एमालेको गढ पनि हो भन्छन्, कसरी सम्भव छ जित्नलाई? यो भन्छन् मात्रै हो। अब अहिलेलाई परिस्थितिको बारेमा मैले विश्लेषण गरिनँ, वर्तमान नेपालको राजनीतिक परिस्थितिको बारेमा मैले केही पनि भनिनँ, यो सबैलाई थाहा छ र अहिले देशले, यहाँका जनताले, पुरै नेपालले, नेपालीले, युवाले चाहेको नै युवा पुस्ताको राजनीतिक हो र यो पुस्तान्तरण हुनुपर्छ राजनीतिमा भनेर अन्य पुराना दलहरूले पनि त्यो अभ्यास सुरु गरिसकेको हुनाले अहिलेको माग भनेको चाहिँ युवा पुस्ताकै हो र राष्ट्रिय स्वतन्त्र पार्टीकै हो यो समय भन्ने कुरामा चाहिँ झापा 5 मात्रै होइन 165 वटै क्षेत्रमा यो माग हो। यो एकदम यो मैले यहाँ आउने भएर भनेको होइन कि यो समग्र नेपाली, जो नेपाली देशमा छ, जो विदेशमा छ, सबैको माग चाहिँ युवा पुस्ताको हो। त्यसमा पनि हाम्रा लागि चाहिँ बालेन शाह चाहिँ एकदमै महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ र उहाँलाई हामी झापा क्षेत्र नम्बर 5 बाट भारी बहुमतले जिताएर यो देशको प्रधानमन्त्री बनाउने छौँ र यो देशको आगामी भाग्य र भविष्य हामी यही देशमा सुनिश्चित गर्ने बाटोमा लाग्नेछौँ भन्ने हामी सबैको विश्वास रहेको छ। नमस्कार, मेरो नाम रामप्रसाद पौडेल, नेकपा एमाले दमक नगर कमिटीको तर्फबाट म नेतृत्व पनि गर्छु अथवा नगर अध्यक्ष हो। पार्टी कमिटीकाहरू मिटिङ बैठक बस्ने, पार्टी कार्यकर्ताहरूसँग सामान्य भेटघाट गर्ने, उहाँहरूका चाहिँ गुनासाहरू सुन्ने, यस्ता कामहरू भइरहेछन्। अब अहिले तपाईँको केपी शर्मा ओलीको क्षेत्र हो यो, पछिल्लो समय अलि बढी चर्चामा छ, कारण चाहिँ बालेन शाह यहाँबाट उम्मेदवार बन्ने भनेर। बालेन शाह आउँदाखेरि केपी शर्मा ओलीलाई कस्तो प्रभाव पर्छ? बालेन शाह आउँदा केपी शर्मा ओलीलाई प्रभाव पर्ने भन्ने कुरा मलाई चाहिँ खास लाग्दैन। किन भन्नुहुन्छ भने यहाँ चाहिँ नेकपा एमाले को सङ्गठन चाहिँ एउटा पोखरी, जमेको पोखरी जस्तो भएर बसेको सङ्गठन छ। त्यो सङ्गठन निर्माणको निम्ति धेरै चाहिँ अग्रजहरूले रगत पसिना बगाउनु भएको छ। त्यसो हुँदाखेरि कति असन्तुष्टिका बावजुद पनि फेरि पनि नेकपा एमालेलाई निर्वाचित गर्नको निम्ति कार्यकर्ताहरूले एक ठाउँमा उभिनुहुन्छ र त्यो पोखरी जस्तो अटल बनेर रहेको सङ्गठनमा जो कोही आए पनि त्यो सङ्गठनले निर्वाचित गराउनको निम्ति ती कार्यकर्ताहरू एक ढङ्गले लाग्नेछन् भन्ने मलाई लाग्छ। तर परिस्थिति र बाहिरको माहौल त अलिक फरक छ नि तपाईँले? परिस्थिति सबै चाहिँ नेकपा एमालेलाई मन पराउने मान्छे मात्रै हुन्छन् भन्ने हुँदैन। यहाँ समाज चाहिँ विभिन्न जाति, धर्म, संस्कृति सँगै विभिन्न पार्टीहरू रहेर यो समाज बनेको छ। त्यसो हुँदा सबै समाजमा रहेका सबै मान्छेका आफ्ना मत हुन्छन्। त्यसो हुँदाखेरि ती सबै मान्छेको मतलाई सम्मान गर्दै र जनताको मतलाई सम्मान गर्दै उहाँहरूले दिनुभएको मतलाई उच्च चाहिँ सम्मान गर्दै नेकपा एमालेको सबैभन्दा बलियो मत छ। त्यसो हुँदा नेकपा एमालेलाई बढी माया गर्ने सङ्ख्यात्मक हिसाबले विभिन्न पार्टीमा डिभाइड हुँदा नेकपा एमालेको मत चाहिँ सबैभन्दा बढी रहेको छ र त्यसको सङ्गठनको ढाँचा छ। ती मसिना कुराहरूले गर्दा नेकपा एमाले फेरि पनि बलियो छ। मत बलियो भए पनि तपाईँको अघिल्लो पटकको चुनावमा राप्रपासँग सहकार्य भएको थियो, अलिक असुरक्षित महसुस गर्नुभएको थियो होला। यसपालिको सिनारियो के रहन सक्छ?
अघिल्लोचोटि राप्रपाको एकता असुरक्षित भन्दा पनि राप्रपाको 3 नम्बर क्षेत्रमा पार्टीको अध्यक्ष जस्तो मान्छे त्यहाँ दिनुहोस् भन्दाखेरि चाहिँ त्यहाँ दिएर यहाँ उहाँहरूले उम्मेदवार नउठाएको मात्रै हो। असुरक्षित भएर चाहिँ होइन। यहाँ चाहिँ 22-23 हजार चाहिँ कङ्ग्रेसको प्रतिस्पर्धी कङ्ग्रेस हो र उसको मत आउँदा यहाँ चाहिँ 52,000 53,000 एकखेप 58,000 यो ढङ्गले मत आएको छ। त्यसो हुँदा डबलभन्दा धेरै 28,000 बढी मत ल्याएर जितेको ठाउँ हो। त्यसो हुँदा चाहिँ उहाँहरूको थोरै मत छ। त्यसो हुँदा नेकपा एमालेकै आफै एकलौटी ढङ्गले जित्न सक्ने मत छ। त्यसमा यहाँ चाहिँ जम्मा रहेका वार्ड कार्यालय वार्ड जति छन् जस्तो दमक नगरपालिकाभित्र हाम्रो 10वटा वार्ड छन्। ती 10वटा वार्डहरूमा जम्मा 7वटा वार्डमा सेटै सहित र एउटा वार्डमा 4 सदस्य सहित गर्दा बहुमत ढङ्गले त्यो ढङ्गले पनि जनमत चाहिँ राम्रो छ। त्यो हिसाबले पनि यहाँ चाहिँ जनमत कमजोर छैन। रासोपाले चाहिँ बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा प्रोजेक्ट गरेका छ। अब केपी शर्मा ओली पूर्व प्रधानमन्त्री पनि हुनुहुन्छ। अब रासोपाका नेता बालेन शाह युवा हुनुहुन्छ, केपी ओली जीवनको उत्तरार्धमा हुनुहुन्छ। यो उमेरको अन्तरले पनि त प्रभाव त पर्ला नि त युवाको राजनीतिमा युवाको सहभागिताको आवाज उठिरहेको बेलामा। यस्तो छ, मैले चाहिँ खास गरी यहाँ भनिरहेको छु अहिलेसम्म यहाँ चाहिँ जस्तो पहिलेदेखि नै रहेको पार्टीहरू छ यसको सङ्गठन जस्तो नेपाली कङ्ग्रेस बलियो पार्टी हो। माथि महाधिवेशन उहाँहरू 2टा भए पनि यहाँको समग्र दमकको टिम चाहिँ अहिलेको महाधिवेशन गर्ने टोली गगनजीको चाहिँ टिममा जानुभएको छ यहाँको नेतृत्वहरू। त्यसो हुँदा समग्र यहाँ नेपाली काङ्ग्रेसको चाहिँ नेकपा एमालेसँग प्रतिस्पर्धा हुन्छ। त्यो हिसाबले गर्दा बालेनको चाहिँ 1-2 नम्बरमा त पालो आउँदैन। त्यसो भएकोले बालेनको विषयमा मलाई धेरै चर्चा परिचर्चा गरिरहनुपर्छ जस्तो मलाई लाग्दैन। मतदाताले त बालेन भनिरहेछ नि। मतदाता धेरै अब नयाँ मतदाताहरूको नावली मतदाता नावली छैन। त्यसो हुँदाखेरि उहाँहरूले भनेको ती मतहरूले कति असर गर्छन् र उहाँहरूप्रति पनि नेकपा एमाले पनि उहाँहरूसँग जान्छ र नेकपा एमाले आफ्ना गरेका यी विकास निर्माणका कुराहरू समग्र समाजलाई यो दमकलाई मात्र नभएर देशलाई नै ड्राइभ गर्ने कुरामा त्यसमा नि क्षेत्र नम्बर 5 मा चाहिँ माथिदेखि तलसम्म 5-7 वटा पुल बनेका छन्, बाटा बनेका छन्, यहाँका संरचनाहरू बनेका छन्, विद्यालय दमक क्याम्पसको विषय चाहिँ क्याम्पसको निर्माण गरिएको छ। अन्त एजिओल कामहरू चाहिँ उहाँ केपी ओली चाहिँ नेतृत्व भएको बेला जस्तो यो रतुवाको चाहिँ बाँधिएको छ। त्यसो हुँदा ती सबै तटबन्धन गरिएका विषयहरू लिएर यी सबै विकास निर्माणका जुन ढङ्गले भएका छन् ती निर्माणका कुराहरू चाहिँ अब अहिलेको जेनेरेसनलाई बुझाउनलाई पर्छ र बुझेपछि पक्कै पनि उहाँहरूले पनि त्यो मत चाहिँ बाहिर जान्छ जस्तो मलाई लाग्दैन।